रविको रासोपाले के आलुहरू सिद्ध्याउँछ होला तेरो मुखले आफै सिद्धिसक्यो सर्के अब त बहिष्कार तर पूर्वको धेरै राम्रो नेता बन्छ होला भन्ने थियो तर त लास्टै खत्तम भएछ काम छैन अब तेरो अब त माटो साटो त्यो दुनियाँ त तँलाई त त्यो धरानको मेयर पनि ज्यादा पद हुँदो रहेछ नि त यो हिसाबले त अन्त प्रधानमन्त्री भइसक्यो त अन्त देश त झन् सखाप हुन्छ होइन रवि खत्तम बालिन खत्तम खत्तमै हो त खत्तम होइन त सहकारी ठगेको छ 2टा पासपोर्ट बोकेको छ होइन यावत कुरा अमेरिकामै 4-5वटा मुद्दा छैन अहिले पनि क्लिन चिट पारेर निस्केको हो र खर्काजीको पार्टीको नतिजा हेर्दा एउटा क्षेत्रीय पार्टी बन्न सक्छ यो राष्ट्रिय पार्टी बन्दैन तपाईले रेखेर राख्नुहोस् मैले जानेसम्म अहिले समावेशी छैन सबैले जातीय पार्टी बन्न थाले हर्के साम्पङजीको जुन अहिले पार्टी निर्माणको अभियान छ नि त्यो गलत छ त्यो त्यसको त म खुलेर विरोध गर्छु त्यस्तो ढंगले पार्टी बन्दैन त्यो ढंगले बन्दैन उहाँ प्रधानमन्त्री हुने कुरा चाहिँ सपना देखे हुन्छ तर विपनामा चाहिँ हुँदैन